हेलो 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 आज चाहिँ म तपाईहरुलाई कास्टेलो ब्राङ्कोको पुरै नाइट भ्यू देखाउँदै छु। कास्टेलो ब्राङ्कोमा यो अहिले चाहिँ क्रिसमसले गर्दाखेरि क्रिसमस लागिरहेछ। एकदम लाइट, एकदम ब्युटिफुल लाइट, एकदम झिलिमिली सबैतिर देखाउँछु म तपाईहरुलाई। रेस्टुरेन्ट हो यो, रेस्टुरेन्ट है रामिन एन्ड गोकु सुशी रेस्टुरेन्ट हो है। यहाँबाट चाहिँ अहिले म बाहिर निस्किन्छु। बाहिर निस्केर तपाईहरुलाई कास्टेलो ब्राङ्कोको पुरै भ्यू, पुरै लाइट देखाउँछ। खानाको लागि एकदम राम्रो र एकदम आकर्षक छ हैन। ल हेर्नुस् यस्तो झिलिमिलो छ हैन। अब यता यो चाहिँ फ्रन्ट भयो, अघिको ब्याक हैन। यस्तो दामी छ हैन तपाईहरुलाई। अब अहिले चाहिँ यो भित्रको भयो, भित्रको यो यता बार छ हैन। यो चाहिँ यताको बार, किचन उता कुनामा भित्र छ। अब म चाहिँ तपाईहरुलाई बाहिर निस्केर बाहिरको पुरै दामीवाला भ्यू देखाउने छु। लाइटिङ पुरै खतरा। यो फिडब्याक है हाम्रो, यो फिडब्याक कस्टमरले खाएर फिडब्याक लेखेर राखेको हुन्छ। यस्तो बबाल छ। यो चाहिँ इन्ट्रान्स है, यो डोर हो। अनि यो रेस्टुरेन्ट गोकु सुशी रामेन एन्ड गोकु सुशी। अनि यो चाहिँ कास्टेलो ब्राङ्कोको सेन्टर, यो चाहिँ सेन्टर पर्छ। अहिले चाहिँ यो हाम्रो यो अहिले राति भएको भएर राति हो चिसोमा अब कस्टमरहरू बस्दैनन्, त्यही भएर यो चाहिँ क्लोज सबै। यो चाहिँ सबै यो रेस्टुरेन्ट अनि यहाँनिर बुटिक छ हैन। अनि यता बार छ, यहाँ तल क्लब पनि छ एउटा। अनि म चाहिँ अहिले यो माथि गएर खिच्नेछु। यता चाहिँ यो सबै रुखमा सबै रुखमा चाहिँ लाइट हालेर यस्तो बब्बाल दामी बना। अब म चाहिँ माथि, यसको माथि यो रेस्टुरेन्टको माथि गएर चाहिँ माथि छतमा गएर तपाईहरुले सबै खिचेर देखाउने छु। अहिले चाहिँ म माथि जान्छु। यो माथिबाट चाहिँ दामी भ्यू देखिन्छ के, माथि जाँदैछु हैन। यता यो चाहिँ माथि तल रेस्टुरेन्ट छ हैन। यो माथि पनि यस्तो दामी भ्यू छ। सबैतिर रुखमा लाइट हालेको छ। यो चाहिँ माथि, यो मुनि चाहिँ रेस्टुरेन्ट, अघि पहिलाको रेस्टुरेन्ट छ हैन। दामी चाहिँ यहाँबाट देखिन्छ। फेरि अघिको भन्दा पनि दामी, तल भन्दा पनि यहाँ माथिबाट जाडो छ यार। यस्तो दामी लाइट हालेको छ। अहिले यो क्रिसमसले गर्दाखेरि अहिले चाहिँ राति भएको भएर मान्छेहरू चाहिँ एकदम कम्ती मान्छेहरू छ। अघि दिउँसो चाहिँ टन्नै मान्छे थियो, मान्छे छैन अहिले, सबै बन्द छ। दिउँसो चाहिँ लास्टै मान्छे हुन्छ। नेपालतिर के भन्छ, मेला भन्छ नि, मेला टाइपको। यो मेलातिर नि जान्छु अहिले, मेलातिर। कास्टेलो ब्राङ्को एकछिन है, लाइटमै लेखेको छ कास्टेलो ब्राङ्को होइन। अब चाहिँ झन् बबाल त यता छ लाइट। जाडो पो हुँदो रहेछ यार, लास्टै जाडो छ। यो चाहिँ इन्ट्रान्स, उताबाट आउने इन्ट्रान्स हो। म चाहिँ भित्रपट्टि छु, भित्रपट्टिबाट खिचेको यो होइन। यो लाइट, यो चाहिँ यसको नि केही विशेषता होला, यस्तो बनाएर राखेको छ होइन। भित्र जान त मिल्दैन होला, यहाँ अलिक नजिकबाट चाहिँ खिच्न मिल्यो। यस्तो दामी बनाएको लाइट, पुरै लाइटै लाइट जता पनि लाइट होइन। बन्द गर्न लाग्यो अब यार, अब चाहिँ बन्द गर्न लागेको रहेछ। आज लास्ट रहेछ भनेपछि त्यही भएर मान्छे नभएको रहेछ। सामानहरू सबै उठाएर यो चाहिँ टहराहरू, नेपालको मेला हुन्छ नि, मेला जस्तै हो। आज लास्ट रहेछ। दिउँसोभरि त खुलिरहेको थियो होइन, अहिले चाहिँ दिउँसोभरि खुलिरहेको थियो, अहिले चाहिँ बन्द रहेछ। बन्द भन्दा पनि अब आज लास्ट हो क्या। सबै सामानहरू टहरातिरबाट सामानहरू पनि उठाउँदैछ होइन। टहराहरू सबै भत्काउँदैछ, गाडीमा हाल्दैछ। भनेपछि आज लास्ट रहेछ, आज लास्ट रहेछ।
भोलिदेखि अब लाइट त हुन्छ होला सायद होइन, लाइट चाहिँ हुन्छ होला। अब यो टहराहरू चाहिँ सायद नहुनसक्छ भोलिदेखि चाहिँ। सामानहरू यसरी हाल्दैछ भने चाहिँ आज लास्ट हो अरे होला, आज लास्ट रहेछ होइन। यता साइडको इन्ट्रान्स, अघि उताको पहिला खिचेको इन्ट्रान्स हो अरे, अहिले यताको यस्तो टहराहरू बनाएर राखेको छ। यहाँ चाहिँ टहराहरू दिउँसो चाहिँ पुरै खुल्ला थियो, सबै थोक पाइन्थ्यो। सेम्स लाइक नेपालकै मेला हुन्छ नि, हाम्रो नेपालमा मेलाहरू लाग्छ नि, त्यस्तै टाइपको थियो होइन। रुखमा चाहिँ सबै यो क्रिसमसले गर्दाखेरि रुखतिर सबै लाइटै लाइट। यो चाहिँ क्रिसमस ट्री, यहाँको अलिक ठुलो क्रिसमस ट्री हो। यो चाहिँ कास्टेलो ब्राङ्कोको सेन्टरमै पर्छ होइन। अनि क्रिसमस ट्री दामी छैन त, बवाल छ नि। धेरै परसम्म त गइएन, परतिर पनि टन्नै छ। अब यहाँ तलतिर छ लाइट अझै, उहाँ तल रोडमा यस्तो बवाल लाइट हालेको छ होइन। त्यहाँ चाहिँ अलि यहाँनिर रोडमा पुरै धेरै छ, त्यहाँ पनि लाइट। त्यो अलिक टाढा छ, के जानु त्यहाँ टाढासम्म त होइन। अनि यो भयो क्रिसमस ट्री, एकदम बवाल ठुलो। अब यो अलिक नजिकबाट, टाढाबाट खिचेर नजिकबाट खिच्दा चाहिँ एकदम ठुलो बवालै ठुलो देखिन्छ यो ट्री होइन। बाहिरबाट यो भित्र, यो क्रिसमस ट्रीको भित्र छिरेपछि यस्तो अग्लो छ, ठुलो बब्बाल दामी हेर्नु। दामी सही छैन त क्रिसमस ट्री। यहाँ चाहिँ एकदम बवाल मनाइन्छ क्रिसमस होइन। तर क्रिसमस अब आज लास्ट रहेछ, सक्यो होइन। अब यो चाहिँ अहिले टाइमिङ, अहिले अलि टाइम गइसक्यो, 7 बजीतिर चाहिँ यो पनि बवाल, एकदम बवाल खालको यहाँ हुन्छ नि। यो भिजुलाइज पिक्चरहरू पनि एउटा स्टोरी पनि गर्छ होइन, यसमा स्टोरी टेलिङ। यो पानीमै हुन्छ नि सबै, यो पिक्चर सबै देखाउँदैन। ब्याक टु रेस्टुरेन्ट आइपुगिसक्यो। यो चाहिँ रेस्टुरेन्ट अहिले राति भयो कि, अब क्लोजिङ टाइममा थियो भएर कस्टमर पनि छैन। यसो बाहिर निस्केर भिडियो बनाइदिइरहेको होइन। रेस्टुरेन्टमै आइपुगिसक्यो। म चाहिँ घुमेर सट्ट एक राउन्ड लगाएर होइन। भन्नु होला कस्तो लाग्यो कास्टेलो ब्राङ्कोको लाइटिङ, कास्टेलो ब्राङ्कोको सेन्टर कस्तो लाग्यो भन्नु होला है त। धन्यवाद। ल म फेरि इन्ट्री गरेँ है त रेस्टुरेन्टमा। ओके, यति नै कास्टेलो ब्राङ्को। नेक्स्ट भिडियो अझै पनि बनाउने छ म। अब हामी नेक्स्ट अर्को यो ट्युस्डेतिर चाहिँ फेरि उता के अरे सेरा दे एस्ट्रेला, यहाँको कास्टेलो ब्राङ्को पोर्चुगलमै, अब पोर्चुगलकै एउटै मात्र ठाउँ, हिउँ पर्ने ठाउँ। त्यहाँ चाहिँ अब अहिले हिउँ परिसकेछ होइन, हिउँ परिसकेछ। त्यो ठाउँ हिउँ पर्ने ठाउँमा अर्को सायद नेक्स्ट ट्युस्डे हुन्छ ल, ट्युस्डेतिर चाहिँ जाँदैछौँ। अनि भिडियोहरू त्यो एस्ट्रेलाको भिडियोहरू पनि बनाउने छौँ होइन, हेर्दै गर्नु होला। बाई।